मेरो युट्युब च्यानलमा पनि हाम्रो आज जेके बोस हुनुहुन्छ। जेके बोस सर नमस्कार। धन्यवाद। नमस्कार सर। अब तपाईँ अहिले तीव्र गतिमा श्रम संस्कृति भनेर कुदिराख्नु भएको छ। के छ भोलिको कार्यक्रमलाई के छ तयारी गर्नु भएको छ तपाईँहरूले? भोलिको सम्पूर्ण तयारी पुरा भइसकेको छ हजुर। र हामी पनि काठमाडौँबाट जाँदैछौँ भोलिको कार्यक्रम स्थल सोलुखुम्बुको सदरमुकाम सल्लेरीतर्फ। ए सल्लेरीमा हजुर। के छ भव्य हुन्छ त आज त्यहाँ भोलि सल्लेरीमा? भोलि भव्य नै हुन्छ। कति मान्छे उपस्थित होला जस्तो लाग्छ तपाईँलाई? त्यहाँ त्यस्तै 1000-1500 जन जति। 1000-1500 चाहिँ मान्छे उपस्थित हुन्छ। त्यो सल्लेरी एरिया चाहिँ अब अलिक गाउँ बस्ती अलिकति बस्ती चाहिँ भएको भए अलिकति बढी नै हुन्थ्यो। त्यो अलिक सल्लेरी फाप्लो त्यो अलिकति सानो एरिया छ। त्यहाँबाट गाउँहरू चाहिँ अलिक टाढा भएको कारणले गाउँबाट आज अलिकति पातलो मान्छे जारी छ। आउने चाहिँ कार्यक्रम जारी नै छ नि त। आज भोलि कार्यक्रम सुरु हुनेसम्ममा आइपुग्छ। अनि तपाईँ श्रम संस्कृति भनेर खुब रूपमा कुदेको देख्छु म। तपाईँलाई के फाइदा भएर कुदिराख्नु भएको छ तपाईँ? हामीलाई केही पनि फाइदा छैन। आफैले तेल हालेर आफ्नै बाइकमा आफैले खाना खर्च आफैले खर्च गरेर चाहिँ हिँड्दैछौँ। यो चाहिँ हाम्रो आफ्नो फाइदाको लागि भन्दा नि देशको लागि भनेर चाहिँ हामी कुदिराखेका छौँ। अनि तपाईँ आफ्नै खर्चले कुदिराख्नु भएको भन्नुभयो। अनि तपाईँ एमाले काङ्ग्रेसमा लाग्दा तेल पनि हालिदिन्छ, मासु भात पनि दिन्छ काङ्ग्रेस माओवादीतिर भन्ने सुनिन्छ। किन तपाईँ त्यतातिर चाहिँ नलाग्नु भएको त? मासु भात छोडेर तपाईँलाई मासु भात मन पर्दैन? त्यो मासु भात दिन्छ, त्यहाँ चाहिँ पैसा पनि दिन्छ। पहिला हामीलाई दिएको पनि हो। तपाईँ लिनुभयो? चुनावको टाइममा कुदायो भने हामीलाई बाइकमा तेल हालिदियो, टक्क पैसा पनि दियो। तर त्यो चाहिँ त्यो सबै यो जनताको पैसा लुटेको भ्रष्टाचार गरेको पैसाहरू चाहिँ बाँडिरहेको हुन्छ। तपाईँलाई त्यो ठिक लागेन? त्यो ठिक लागेन। त्यो चाहिँ तिनीहरूले म त मासु भात भनेपछि हुरुकै हुने मान्छे हो। तपाईँलाई किन मासु भातमा मन नपरेको तपाईँलाई? किन नहुने भन्दाखेरि त्यो मासु भात चाहिँ हाम्रै पैसाबाट चाहिँ हाम्रै त्यो विकास गर्नलाई लिएको पैसाहरू चाहिँ सबै तिनीहरूले भ्रष्टाचार गरेर त्यहीँबाट चाहिँ चुनाव गर्ने हो, तिनीहरूले कार्यक्रमहरू गर्ने हो। र पछि तिनीहरू जितेर गएपछि त्यो पैसा पहिला उठाउँछ, त्यसपछि मात्रै अनि विकास गरे जस्तो गरेर अझ तिनीहरूले नै आफ्नो परिवार बनाउने, आफूले घर बनाउने। भनेपछि तपाईँलाई त्यो एमाले काङ्ग्रेस माओवादीको मासु भात तपाईँलाई मन परेन, पचेन? भएर त्यो पुरानो पार्टीले अब केही पनि गर्दैन भनेर चाहिँ हामीले नयाँ पार्टी लाग्नुभयो। पार्टी एकदमै राम्रो पार्टी हाम्रो हर्क। अब भोलि यो तपाईँको हर्क साम्पाङको पार्टी श्रम संस्कृति पार्टी भन्दा अर्को यस्तै आउला, त्यतातिर फेरि तपाईँ कुद्ने होला नि त? जबसम्म यो श्रम संस्कृति पार्टीले राम्रो काम गर्छ, भ्रष्टाचार गर्दैन, देश विकासको लागि राम्रो काम गर्छ, तबसम्म चाहिँ श्रम संस्कृति पार्टीमै बाचा गरिसक्नुभयो तपाईँले? समर्थक भएर बस्ने हो। ए भनेपछि अहिले आफ्नै तेल आफ्नै खर्चले तपाईँ हिँडिराख्नु भएको छ? जति पनि हाम्रो काठमाडौँबाट आउने छ, गाउँबाट आउने छ, सबै आफ्नो खर्चले। कसैलाई चाहिँ भनेपछि यो पार्टीले चाहिँ कसैलाई तेल पानी भात कसैले चिउरा खुवाउँदैन? यो आफ्नै खर्चले लाग्नु पर्यो? सबै आफ्नै खर्चले। ल ठिक छ। त्यसो भने तपाईँ पनि आफ्नै खर्चले हिँड्नु भएको लाग्यो, खुसी लाग्यो होइन? अब भोलिको दिनमा श्रम संस्कृति पार्टीले जित्छ, हाम्रो यो देश बनाउँछ। अब जित्छ र पक्कापक्की भइसक्यो तपाईँको जिल्लामा? हजुर। सोलुखुम्बुमा लगभग सबै जसो चाहिँ श्रम संस्कृति पार्टी माटो चिन्हमै भोट हाल्ने भनेर बसिराखेको छ। सबै लागिपरेको देखिन्छ। पूर्वतिर पनि त्यस्तै देखिन्छ। भनेपछि तपाईँको जिल्लामा पनि त्यो माहौल बनिसकेको छ नि त? भनेपछि तपाईँ पनि अब श्रम संस्कृति पार्टी भनेर लागि पर्नु भएको छ। हजुर। हस् त्यसो भने धन्यवाद जेके सर।